हामी सबैलाई थाहा छ, नेपालमा फेरि एकपटक निर्वाचन नजिकै छ। चुनाव नजिकै जाँदा राजनीतिक माहौल तातिएको छ। पुरानै अनुहारहरू फेरि सक्रिय देखिन थालेका छन्। समाजवाद बबुआ जल्दी से आई, जोर से आई, आ धुन मचा के आई। ठुला भाषण, आकर्षक नाराहरू र फेरि पनि देश बदल्ने ठुला ठुला बाचा सहित हरेक निर्वाचन अघि हामी यही दृश्य देख्छौँ। गरिबी हटाइन्छ भन्ने बाचा, भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता, रोजगारी सिर्जना गर्ने आश्वासन र देशलाई नयाँ दिशामा लग्ने सपना। तर निर्वाचन सकिएपछि के हुन्छ त? के ती बाचा पुरा हुन्छन् त? यही प्रश्न आज जेनजी पुस्ताले खुलेर सोधिरहेको छ। पछिल्ला वर्षहरूमा युवाहरूले जे भोगेका छन् त्यो लुकाउन सकिँदैन। शिक्षा हासिल गरिसकेपछि रोजगारी नपाउने अवस्था, देशमा अवसर नदेखेर विदेशिनुपर्ने बाध्यता, बढ्दो महँगी र दैनिकी जीवनको सङ्घर्ष। तर यही बीच हामीले के देख्यौँ भने धेरै जस्तो अवस्थामा कामभन्दा भाषणलाई प्राथमिकता दिएको, समाधान भन्दा दोस्रो पट बढी भएको, जनताको प्रश्नको जवाफ दिनुभन्दा सत्ता जोगाउने प्रयास बलियो देखिएको। आज जेनजीले सोधिरहेको छ, के देश चलाउन केवल भाषण गर्न सक्नु नै पर्याप्त हो त? के जिम्मेवारी सम्हाल्न सक्ने ज्ञान, योग्यता र नैतिकता बिना पनि सत्ताको शीर्ष स्थानमा पुग्न सकिन्छ त? हामीले बारम्बार यस्ता नेताहरू देख्यौँ जो आफ्नो कमजोरी स्वीकार गर्नुको सट्टा अरूलाई दोष लगाउँदै हिँड्छन्, समस्या समाधान गर्नुभन्दा बढी बहाना बनाउँछन् र जब परिणाम आउँदैन त्यसको जिम्मेवारी लिन चाहँदैनन्। अनि यस्तो अवस्थामा प्रश्न उठ्नु स्वाभाविक होइन त? जेनजी पुस्ता अब भावनात्मक नारामा अल्झिन चाहँदैन। आजको युवा पुस्ता तथ्य हेर्न चाहन्छ। विगतमा के काम भयो, के भएन त्यसको मूल्याङ्कन गर्न चाहन्छ। हामीले नचाहेको भन्दै गर्दा उही नेताहरू नै पटक पटक निर्वाचन जितिरहनु आफैमा गम्भीर प्रश्न होइन त? गएको 10 वर्षमा 6-7 पटक प्रधानमन्त्री फेरिँदा पनि शिक्षा, स्वास्थ्य, बेरोजगारी, गरिबीमा केही सुधार देखिएन। देशमा गरिबी घट्नुको सट्टा महँगी र असमानता बढ्दै गयो। तर त्यसपछि पनि उनीहरू नै सत्ता कब्जा गर्न आतुर किन देखिन्छन् त? हो, यही प्रश्न आज जेनजीले सोधिरहेको छ। जेनजी भाषण होइन परिणाम चाहन्छ, सत्ता होइन सेवा चाहन्छ, अनि लोकप्रियता होइन योग्यता चाहन्छ। आजको मतदान केवल अधिकार मात्र होइन, ठुलो जिम्मेवारी पनि हो। भोट हाल्दा हामीले आफैले आफूलाई सोध्नुपर्छ, कसले विगतमा के राम्रा काम गरे, कसले भ्रष्टाचार विरुद्ध स्पष्ट र निरन्तर अडान लियो र कसले युवाका लागि शिक्षा, रोजगारी र अवसर सिर्जना गर्ने प्रयास गर्यो। यदि हामीले फेरि पनि सोच विचार नगरी उही निर्णय गर्यौँ भने परिमाण पनि उही हुनेछ। बेरोजगारी घट्दैन, निराशा बढ्छ र फेरि अर्को पुस्ताले यही प्रश्न सोध्न बाध्य हुनेछ।